न म फूलको पत्र हुँ, न कुनै देवतालाई आस्था मानेर कुर्ने प्रतीक्षा हुँ। अव्यक्त मौनतामा आफ्नै भाषा लेखिरहेको छु। सायद म बेनामी सन्देश हुँ। म मृत्युलाई चितामा होइन, शब्दविहीन सन्ध्यामा देख्दछु, जहाँ जीवनको रंग बगेर निर्वाण बिन्दुमा विलीन हुन्छ। मेरो शरीरले कुनै पवित्रता बोकेको छैन, यो त पृथ्वीको ऋण हो। मेरो शरीरले कुनै पवित्रता बोकेको छैन, यो त पृथ्वीको ऋण हो। यसलाई म चुपचाप फिर्ता गरिदिन्छु। म जान चाहन्न कसैको काँध चढेर, समाजको कर्तव्य बनेर। मृत्यु गन्तव्य पनि त होइन। म चाहन्छु आफ्नै छायासँग अन्तिम पटक हिँड्न, दूर निर्द्वन्द। म बनाउन चाहन्न मेरो मृत्युलाई कुलको इतिहास। मेरो मृत्युको खबर लिएर आएको बतासले लैजाओस् संस्कारको पृष्ठ उडाएर कुनै निर्जन टापुमा र खसारिदियोस् तीखा काँडाहरूको भिडमा। म हेर्न चाहन्छु अन्तिम पटक काँडाले प्वाल पारेका तिनका अस्थिल सभ्यताहरू। मेरो देह हावाले उडाओस्, नदीले बगाओस् वा पृथ्वीले चुपचाप सोसिदियोस् आफ्नै गर्भभित्र। के फरक पर्छ? समयको पर्खालमा तब्किएको अस्तित्वको एक थोपा न हुँ। आखिर म प्रकृतिको प्रपञ्च हुँ। सायद तिमी रुनेछौ, धेरै वर्ष रुनेछौ। हुन सक्छ त्यसैले मेरो मृत्यु कविता भएर बग्नेछ। सायद म यो पनि चाहन्न कि मेरो मृत्यु मेरो निवृत्तिको सौन्दर्य हो। सौन्दर्यको जलप लगाउने अधिकार मसँग मात्रै छ। मेरो अधिकार हनन गरेर मेरो अन्त्यको कहानी कुनै पण्डितले नपढोस्। अन्तिम सम्झनामा मर्यादाको धूप बनाएर नउडाओस्।